हेलो एभ्रिवान, आज चाहिँ यो मेरो सेकेन्ड मिनी भ्लग हो। आज चाहिँ म अफिसको भ्लग गर्न लागेको। अफिसमा चाहिँ म के गर्छु, कस्तो कस्तो भइरहेको छ अफिसमा भनेर हजुरलाई म देखाउँछु। यो चाहिँ हाम्रो सरले सुट गरिदिनु भएको हो। र यो हेर्नुहोस् है, क्रिसमस ट्री। हामीले क्रिसमस ट्री ल्याएर 1 विक अगाडि नै हामीले सबै डेकोरेसन गरेर गिफ्टहरू सबै रेडी गरिसकेका थियौँ। यो चाहिँ फेरि हामीलाई यस्तो क्रिसमस लागेको छ, हाम्रो अफिसको सबै स्टाफलाई यस्तो क्रिसमस लागेको छ के भने। र हामीले सिक्रेट सेन्टा खेलेको थियौँ अनि सबैको लागि चाहिँ हामीले छुट्टा छुट्टै गिफ्टहरू चाहिँ एकअर्काको लागि ल्याएको थियौँ। यसमा सबैको नामहरू लेखेर गिफ्ट चाहिँ हामी एकछिन पछितिर चाहिँ डिस्ट्रिब्युट गर्नेवाला थियौँ। त्यति बेला चाहिँ फेरि हामी खाजा के खाने, कस्तो खाने भन्ने चाहिँ यस्तो डिस्कसन चलिरहेको थियो। हाम्रो लिटरली आधी घन्टा चाहिँ डिस्कसन चलेको हामी बिचमा। अनि फाइनली हामीले चाहिँ खाजा के खाने भनेर डिसिजन भएर हामीले खाजा मगायौँ। भाइ चाहिँ यतिखेर खाजा लिन गएको थियो। अनि त्यसपछि मेरो सानो काम थियो, मैले छिटो काम सकाएँ किनकि यसपछि खाजा आइरहेको थियो। त्यही भएर यति बेला मैले काम जसरी पनि सकाउनै पर्ने थिएँ। अनि मैले छिटो काम गरेँ। अनि खाजा चाहिँ भाइले ल्याएर आइसकेको छ। कोक, बिरयानी र हामीले नाङ्लो पिज्जा मगाएको थियौँ। अनि नाङ्लो पिज्जा आइसकेपछि फेरि यो बिरयानी मेरो लागि थियो, बाहिर ल्याइदिएछ। फेरि भाइलाई मैले बिरयानी भित्र राख्न पठाएँ किनकि आज मलाई यस्तो बिरयानी खान मन लागिरहेको थियो। बिरयानी पनि मलाई खान मन लाग्यो, फेरि 2-3 दिन भइसकेको थियो किन आज ठ्याक्कै जुड्यो बिरयानी खाने दिन। अनि भित्र मैले लुकाउनलाई दिइहालेँ किनकि म पछि खान्छु भनेर। बाहिर भएपछि फेरि थोरै थियो, कसैलाई पुग्दैन भनेर मैले भित्र राख्न लगाइदिएको। अनि उतै भाइले ल्याएर आएको आज खाजा चाहिँ। आज चाहिँ हाम्रो अफिसमा क्रिसमस पार्टी थियो, जुन पार्टी चाहिँ हाम्रो अफिसदेखि स्पोन्सर गर्नुभएको थियो। हजुरहरूले सोच्नु होला फेरि अफिसदेखि कति थोरै खाजा खुवाएको भनेर। हामीले अगाडि नै मोमो, चाउमिनहरू चाहिँ अलरेडी खाइसकेका थियौँ। त्यो चाहिँ मैले सुट गर्न पाइनँ, बिर्सेछु किनकि भर्खर भ्लग बनाइरहेको छु नि त मैले। अनि हामी चाहिँ एकअर्कासँग एकदमै मिल्छौँ कि अफिसमा स्टाफहरू एकअर्कासँग एकदमै फ्रेन्डली हुनुहुन्छ, एकदमै एकअर्कासँग मिल्छौँ। अनि हामीले सबै बसेर यसरी एकैचोटि सबै बसेर हामीहरू खाजाहरू खायौँ। हाम्रो पेट त यस्तो फुल भएको थियो किनकि त्योभन्दा अगाडि पनि हामीले पनिर, मोमो अनि त्यसपछि चाउमिनहरू खाइसकेका थियौँ। यस्तो मतलब जे होस् यस्तो मिठो थियो क्या आजको खाजा चाहिँ। अनि यति बेला चाहिँ हामी डिस्कसन गरिरहेको थियौँ के गर्ने, अब यसपछि कसरी गिफ्टहरू रिभिल गर्ने किनकि गिफ्ट कसले कसलाई के ल्याएको छ भने कसैलाई केही थाहा थिएन क्या। यो चाहिँ कृपा म्याम हुनुहुन्छ। कृपा म्यामले चाहिँ यो बाहिरको लेखेको पढ्दै हुनुहुन्छ कि यो लेखेको बेसिसमा यो गिफ्ट दिने चाहिँ ईशा म्याम हुनुहुन्छ भनेर म्यामले राइट गेस गर्नुहुन्छ। त्यहाँ साइडमा राखेको किटक्याट पनि पिक गर्नुहुन्छ र उहाँले यो कप पाएर यस्तो खुसी हुनुभएको थियो, यस्तो खुसी हुनुभएको थियो के भनौँ। अनि म चाहिँ मेरो नामको गिफ्ट पिक गर्छु। पिक गरिसकेपछि बाहिरको लेखेको हेर्ने बित्तिकै मलाई चाहिँ यो गिफ्ट दिने वन्दना म्याम भनेर राइट गेस गर्छु। थ्याङ्क यू वन्दना म्याम यति राम्रो गिफ्ट दिएकोमा। र यो गिफ्ट खोल्दै मैले चाहिँ के गिफ्ट दिनुभएको छ भनेर त्यो पनि राइट गेस गर्छु कि त्यहाँ। अनि मेरो गिफ्ट र कृपा म्यामको गिफ्ट सेम थियो, कप थियो। र यतिमै म मेरो ब्लग एन्ड गर्छु। थ्याङ्क यू सो मच।